पटक पटक जनतालाई झुटा आश्वासन दिएर चुनाव जितेर मन्त्री प्रधानमन्त्री बनेका व्यक्तिहरू मन्त्री प्रधानमन्त्री बनिसकेपछि जनताहरूलाई दिएको आश्वासन चटक्कै बिर्सिन्छन्। फेरि पनि चुनाव आउँछ, चुनावमा भोट माग्नको लागि त्यही जनताहरूमाझ फेरि पनि पुग्दछन्। यसरी जनताहरूलाई पटक पटक झुकाइसकेपछि नेताहरूप्रति जनताको भरोसा कस्तो हुन्छ त? त्यस्तै भएको छ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा। उनी पटक पटक प्रधानमन्त्री बने, जनताहरूलाई आश्वासन पनि दिए, तर काम भने गर्न सकेनन्। हिजो त्यही जनता सामुन्ने चुनावी प्रचार प्रसारका लागि गएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनताहरूले उनलाई खरो प्रश्न गरेका छन्। कस्तो प्रश्न गरेका छन् त? यो भिडियो हेर्नुहोस्। सुरु भएर हुँदैन त, सुरु गरेर भएर हामीले सबै साधन हुनु पर्यो नि त। पक्का पनि नक्सा आउनु पर्यो, धनीले आउनु पर्यो। पछि हामीले पनि बेङ्कमा लोन राखेर उसी खानु पाऊँ न। अब कति पर्खिनु भन्नु न, तपाईँ 3 बाट पढाउने हुनुभयो, हामी पर्खेछौँ नि त। कति पर्खिनु, हामी कति पर्खिनु भन्नु न, कति पर्खिनु भन्नु? 5 वर्ष, 10 वर्ष, 20 वर्ष। त्यही भिडमा प्रधानमन्त्रीलाई क्वेसन गर्दै गरेका व्यक्तिलाई दादागिरी शैलीमा प्रधानमन्त्रीसँगै हिँडेका कार्यकर्ताले लछार पछार गरेका छन्। यो भिडियो पनि हेर्नुहोस्। तेरो नक्सा म दिन्छु, म दिन्छु, म तेरो नक्सा म जनताहरूको आक्रोश त्यो भिडमा मात्रै होइन, त्यसरी घर दैलो गर्ने क्रममा विभिन्न ठाउँको जनताहरूले केपी शर्मा ओलीप्रति असन्तुष्टि देखाएका छन्। यो भिडियो पनि हेर्नुहोस्। तपाईका कार्यकर्ताहरू नि धेरै खराब छन्। हामी अहिले भनेको एमालेका मान्छे होइन, हामी अहिले बनेको एमाले होइन। हामी त जन्मेदेखि नै भयो त्यस्तो मान्छेलाई हामीले यति रुवाएको छ कि मात्र दाइहरूलाई त हामीले कति पछाएर हिँड्यौँ त हामीलाई। अहिले तपाईँले घरै पछि जानु कि यही दुखेको हुन्छ, सबैको यही दुखेको हुन्छ। किन तपाईँमा सुनाइ किन पुऱ्याइदिएन त? हामी सङ्गठन समिति गरेर खडा गर्छौँ, अर्को उहाँले गरेर हाम्रो चाहिँ लानै दिनुहुन्न। त्यही पार्टीको नेताहरूमा हेर्ने हो भने जनताहरू सामुन्ने सफेद झुट बोलिरहेका हुन्छन्। उदाहरणको लागि हेर्ने हो भने केपी शर्मा ओलीले केही समय अगाडि शेरबहादुर देउवाको घरमा जलेको पैसा एआईबाट बनाइएको हो भने शेरबहादुरको घरबाट पैसा निस्किएको देखाएको थियो नि, त्यो अर्कै देशमा कहीँ कतैको के बनाएर त्यो एआई भन्छ आजकल। यो कुरा कतिसम्मको लज्जास्पद छ त? के साँच्चै त्यो पैसा एआईबाटै बनाइएको हो त? यसरी हेर्ने हो भने केही ठुला पार्टी सँगसँगै त्यसका कार्यकर्ताहरूमा पनि परिवर्तन आउन जरुरी छ। होइन भने यो पटक या अर्को पटकको चुनावमा यी सबै पार्टीहरू सखाप हुनेवाला छन्। तपाईँहरू यी पार्टीहरूको लागि कस्तो सुझाव दिन चाहनुहुन्छ? कृपया कमेन्ट गरिदिनु होला।